तिमीरा के छ? आज मेरो घरमा आउनु न एकछिन, मलाई एक ठाउँ पुर्याइदिनु न ल। कहाँ जानु छ र? मम्मीले पनि बोला भन्नुभएको छ, चाँडै आउनु न प्लिज। लाओ। केही हुन्न, आउनुस् खुरुक्क, धेरै हल्ला खल्ला गर्ने होइन। हस् हजुर, म आइहाले। नमस्ते आन्टी। राजबाबु आउनुस् बस्नुस्। हस्। बाबु के गर्नुहुन्छ? म भर्खर ब्याचलर्स पढिरहेको छु। ठिक छ, मीराले तपाईँको कुरा गरेर हैरान पार्छे। हो र? अनि अङ्कल? अङ्कल त विदेशमा हुनुहुन्छ, म यता छोराछोरी हेरेर बस्नु परेछ। ए हजुरहरूको गफ सकियो भने अब हामी जाऊँ? ल ल। हस् आन्टी, हामी गयौँ। जान त जानुस्, तर भरे चोरीलाई चाहिँ फर्काइदिनुस् नि बा। कहाँ जाने हो तिमी? मेरो साथीको घरसम्म मलाई छोडिदिनु न। अनि तिमीले आफ्नो मम्मीलाई के भनिया छ मेरो बारेमा? के भनेको छैन, मम्मीको बानी नै त्यस्तै हो। मलाई यही छोडिदिनु है, सृजनाको घर यही हो, म भरे फर्किन्छु आफै, दुःख नगर्नु। हिरो दायाँ बायाँ हिँड्ने होइन नि, सिधै घर जाने। हस् हजुर। ओ हिरो, कपी तपाईँको, मैले लगेछु बिसर। यो नोटबुक त मैलेको लगेछु, ह्यान्ड राइटिङ त दामी रहेछ तिमी जस्तै।